आज म तपाईहरुलाई यस्तो सजिलोसँग कटर काटेर देखाउँछु साथीहरु। हेर्नु त, मलाई त यो कटर घरमा लिएर आएकै रिस उठ्थ्यो काट्नु पर्ने भएर। हेर्नु त साथीहरु, कटर काट्दा चक्कुमा भाँडामा लाग्ला चोप भनेरै डर लाग्थ्यो मलाई त। तेल दलेर काट्नु पर्थ्यो यो कटरलाई, यस्तो गाह्रो लाग्थ्यो कि मलाई। त्यो पनि यही टिकटकबाट सिकेको साथीहरु। कुनै कुनै कुरा त हामीलाई एकदमै चाहिने पनि हुँदो रहेछ। यत्रो वर्ष यस्तो दुःख गरेर कटर काटियो कि साथीहरु, अब त यस्तो रमाइलो लाग्छ कटर काट्नलाई। हेर्नु न, मैले पनि फर्स्ट टाइम काटेर हेरेको हुन्छ कि हुँदैन भनेर, यस्तो सजिलो लाग्यो कि। तपाईहरुले पनि यस्तै गर्नुहुन्थ्यो कि के गरेर काट्नुहुन्थ्यो कटर? मलाई त यस्तो सजिलो लागेर तपाईहरुलाई देखाएँ। हेर्नु त, हातमा चक्कुमा चपिङ बोर्डमा के पनि चोप नलाग्ने रहेछ। हेर्नु त, लागे पनि यो पिठो राखेर मजाले दल्ने रहेछ, सबै जान्छ। कटर काट्दा चाहिँ हामीले पहिला तेल लगाइन्थ्यो है साथीहरु, अहिले चाहिँ पिठो राख्नु त यस्तो सजिलो भनेर साध्यै छैन। मलाई त यस्तो रमाइलो लाग्यो यो काट्दाखेरि। यो कटर काट्न सिकाउनु हुनेलाई त म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथीहरु, तपाई पनि यस्तै गर्नु होला है, धेरै नै सजिलो हुन्छ।